रोग सम्बन्धी र पेट रोग सम्बन्धी आसनहरू गर्दैछ। त्यसमा चाहिँ हाम्रो एउटा मात्रै थोरै थोरै 10 चोटि गर्ने हो झन् 1 2 3 4 5 6 7 8 9 10 फेरि अर्को त्यसमा कपाल भाती एकैचोटि गरेर अनि छोड्नु अर्को घोडा फेरि अर्को घोडा कपाल भाती प्राणायाम गर्नु अनि छोड्नु फेरि अर्को घोडा तल 60 डिग्रीसम्म मात्र उठाउने माथि उठाउनु पर्दैन थोरै उचाल्ने थोरै उठाउनु पर्दैन है हेरे भयो 30 डिग्रीसम्म मात्र उठाएर हुन्छ अब यसमा नौका आसन गर्ने नौका आसनले चाहिँ हात पनि घोडा पनि उठाउनु अगाडिपट्टि घोडा हात ल्याएर घोडा अलिकति हात अलिकति उठाउनु नौका आसन यसमा पनि कपाल भाती प्राणायाम गर्नु अलिकति धेरै माथि घोडा उठाउनु पर्दैन 30 डिग्रीसम्म मात्र उठाएर हुन्छ फेरि अर्कोचोटि गरौँ नौका आसन एउटा गोडालाई माथि ल्याउने फोल्ड गर्ने हातले समाउने छातीमा सुकाउने त्यसै कपाल भाती प्राणायाम गर्ने अनि छोड्ने फेरि अर्को गोडा घुँडा लाने फोल्ड गर्ने त्यसलाई छातीमा ल्याउने अलिकति थिच्ने हातले 1 2 3 4 5 6 7 8 9 10 फेरि अब अर्को अनि छोड्ने फेरि एउटा गोडा गरौँ 1 2 3 4 5 6 7 8 9 10 यसमा दुवै गोडा पनि गर्न सकिन्छ दुईटै सिधा पारेर पल्ट गर्ने फेरि पल्ट गर्ने दुवै गोडालाई पनि एकै साथमा ल्याएर हातले थिच्ने कपाल भाती प्राणायाम गर्ने फेरि अर्कोचोटि पुरा छोडेर फेरि माथि ल्याएर फोल्ड गरेर छातीमा ल्याउने हातले थिचेर कपाल भाती प्राणायाम एकैचोटि गर्ने फेरि विश्राम अन्तिमचोटि गरौँ कुनै यो कन्धरा आसन सेतु बन्धन आसन भयो खुट्टामा समात्ने कन्धरा आसन हाडमा समातेर दुईटा गोडा सिधा गर्ने सेतु बन्धन सपोर्ट गरेर एकछिन कपाल भाती प्राणायाम गर्ने विश्राम अब
Mr. Nasser Wasa.